नमस्ते सबैजनालाई फेरि पनि तपाईँहरूको माझमा एउटा नयाँ एपिसोड लिएर आएका छौँ र सम्पूर्ण हाम्रो अघिल्लो एपिसोडमा तपाईँहरूको माया तपाईँहरूको सहायताको निम्ति हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र तपाईँहरूको त्यो प्रतिक्रिया तपाईँको सहायताको द्वारा हामीले धेरै प्रोत्साहन पनि पाएका छौँ र आउँदो दिनमा अवश्य नै हामी अझ नयाँ नयाँ कन्टेन्टहरूलाई लिएर हामी आउने नै छौँ र अलिकति ढिलो तपाईँहरूको माझमा आयौँ। हाम्रो आफ्नै व्यक्तिगत व्यस्तता र सेवाकाईको र विभिन्न कुराहरूले गर्दा हामी भनेको जस्तो तपाईँहरूको माझमा चाँडै नै लिएर आउन सकेनौँ। तर आज हामी फेरि तपाईँहरूकोमा एउटा एपिसोडलाई लिएर आएका छौँ, जुन एपिसोडमा हामीले नेपाली कम्युनिटी चर्च जुन हामी युटिकामा छौँ र हाम्रै चर्चमा यो 2026 को सालभरि हामीले गर्ने कुराहरू विशेष गरी चाहिँ शिक्षा बाँड्ने प्रिचिङको कुराहरूलाई लिएर आज पनि मेरो साथमा सामेल राई र म तपाईँहरूको माझमा आएका छौँ र आज हामी यही विषयलाई लिएर तपाईँहरूको माझमा कुरा गर्न गइरहेका छौँ। सो लेट्स सामेल तिमीबाट नै सुरु गरौँ होला। सो 2026 लागेको छ र हाम्रो 2026 को हाम्रो नेपाली कम्युनिटी चर्चको क्यालेन्डर पनि हामीले अगाडि नै निकालिसकेका छौँ। सो विशेष गरी सामेल तिमी नेपाली कम्युनिटी चर्चमा शिक्षा दिने कुराहरूमा आएका छौँ। सो प्रभुलाई महिमा हो त्यसको लागि। सो के कस्तो छ त प्रिपेरेसन्स अनि के कस्तो च्यालेन्जेसहरू, सिक्ने कुराहरू भयो, सिकाउने कुराहरू भयो। इट्स नट इजी थिङ है, सहज हुँदैन। सो त्यो विषयमा नै तिमीदेखि नै सुरु गरौँ न त, के कस्तो हुँदैछ? थ्याङ्क यू बेना। मैले यर्मियाको पुस्तकबाट गर्दैछु। जस्तै तपाईँले अस्ति मात्रै तपाईँले पहिलो पत्र सक्नुभयो, अहिले दोस्रो पत्र सक्नुहुन्छ। सो बेसिकली तपाईँ र मैले बाँडेको छु नि त, एउटा एकजनाले नयाँ नियमबाट अर्कोले पुरानो नियमबाट गर्ने भनेर। अनि अब यहाँनिर गाह्रो च्यालेन्जेस भनेको चाहिँ अब प्रिपेरेसनमा चाहिँ धेरै नै समय चाहिँ निकाल्नुपर्ने हुन्छ। तपाईँले अघि भन्दै हुनुहुन्थ्यो हामी व्यवस्थाको कारणले गर्दाखेरि हामीले एउटा यो नयाँ एपिसोडलाई ल्याउनु नपाएको धेरै भएको थियो। तर हामीले चाहेको अस्तिदेखि नै हो। तर अब मेरो वचन हुँदाखेरि तपाईँको अफ हुने अनि विकेन्डमा मात्रै छुट्टी भएको कारणले गर्दाखेरि आवर्स हामीहरू अब जस्तै प्रिपेरेसनमा जान्छ होइन। अनि मलाई थाहा छ तपाईँले कति धेरै टाइम दिनुहुन्छ भनेर यो वचन प्रिपेरेसन गर्नुहुँदा। अनि म पनि आई वान्ट टु गिभ एज मच एज आई क्यान क्या। त्यही भएर म पनि धेरै टाइम चाहिँ म स्पेन्ड गर्न खोज्छु ताकि म चाहिँ एउटा साउन्ड र थियोलोजिकली पनि लाइक करेक्ट हुन चाहन्छु। त्यही भएर चाहिँ सो त्यो टाइमहरूले गर्दाखेरि चाहिँ हामीले अहिले नयाँ एपिसोड गर्न नपाइरहेको पनि हो। किनभने मेरो अब टप अफ द्याट मेरो फ्यामिली पनि छ। अहिले रिसेन्टली म अलिकति डिफ्रेन्ट एउटा फेजबाट भएर गइरहेको छु नि त। मेरो फ्यामिलीमा सिकनेसहरू भइदियो हेनतेन, सो अल द्याट थिङ। अनि त्यो भएर च्यालेन्जेस त्योहरू भइरहेको छ। टाइम चाहिँ अलिकति म्यानेज गर्नु गाह्रो भइरहेछ, किनभने अब नानीहरूले पनि टाइम दिनुपर्ने हुन्छ। अनि अब वाइफ रिसेन्टली धेरै बिराम भएको कारणले गर्दाखेरि उसलाई पनि समय। सो वचनको लागि प्रिपेरेसन गर्नको निम्ति चाहिँ समय चाहिँ झिक्नु चाहिँ अलिकति गाह्रो नै भइरहेको छ त्यो कुराहरूले गर्दाखेरि। अदर देन द्याट आई थिङ्क आई एम इन्जोइङ एट द सेम टाइम। किनभने मैले जति म डाइभ इन गर्छु, जति म लाइक म रिसर्चमा म जान्छु होइन, म डिग गर्न थाल्छु, अमेज्ड हुन्छु क्या। म धेरै नयाँ कुराहरू सिक्छु। किनभने पहिला मैले बाइबल कसरी पढ्थेँ भन्ने कुरो स्वर पढ्यो होइन, अनि लिटरल प्रकारले म लिन्थेँ नि त। यसले जे भनेको छ त्यही ओके यो चाहिँ यस्तो रहेछ। तर अहिले म अलिकति प्रिपेरेसन उयसमा चाहिँ गर्दाखेरि चाहिँ म जस्तै पुरानो नियम अलिकति गाह्रै हुन्छ क्या फेरि नयाँ नियम भन्दा। आई थिङ्क मलाई चाहिँ त्यस्तो लाग्छ। तिमीले पुरानो नियम को अहिले कुरा गर्दै गर्दाखेरि चाहिँ अब अलिकति हाम्रो सुन्ने जति पनि दर्शकहरू हुनुहुन्छ होइन,
उहाँहरूलाई अलिकति यो विषयमा चाहिँ के क्लियर गरौँ भन्दाखेरि अब जस्ट तिमी त्यो पुरानो नियममै नै बसिरहने। सो अहिले चाहिँ अब हामी हाम्रो चर्चमा चाहिँ अब म आफैले पहिलो पत्र सिद्ध्याएर दोस्रो पत्र सुरु गर्दैछु। सो तिमीले यिर्मियाको पुस्तक सुरु गरिरहेको छौ। अब सुन्दाखेरि चाहिँ के होला भन्दा लाग्न सक्छ होइन। सो विशेष गरी चाहिँ अब हामीले चाहिँ पुरानो नियम र नयाँ नियमको जुन पुस्तकहरूलाई हामी लिएर प्रचार गरिरहेको छौँ कि त्यो दुइटैको मेसेज चाहिँ एउटै होस् है होइन। ताकि अब मैले नयाँ नियमबाट जस्तो सिरिज गरिरहेको छु मान्छेले नयाँ नियमलाई मात्रै ध्यान नदियोस् होइन, पुरानो नियमको कुरालाई पनि उनीहरूले सुनोस् भन्ने हेतुले चाहिँ जस्तो मैले नयाँ नियमबाट सुरु गरेँ तिमीले पुरानो नियम गर्दैछौ। सो अन द टप अफ द्याट अब नयाँ नियममा जुन पत्रुसको पुस्तकलाई म सिरिज गरिरहेको छु त्यहाँ चाहिँ विशेष गरी अब झुटो शिक्षा, सतर्कता होइन, जजमेन्टको कुराहरू छ नि त। पत्रुसले त्यहाँ के पऱ्यो अब सतावट र एउटा विश्वासहरू तितर बितर भइरहेको बेलामा जसरी भनेका छन् होइन, यो विषयमा अलिक पछाडि हामी गफ गरि नै हाल्छौँ। तर पनि यही यसको नै पुरानो नियममा हेर्ने हो भने चाहिँ रिलेटेडलाई हेर्ने हो भने चाहिँ हामी यिर्मियाको पुस्तकलाई चाहिँ एक्ज्याक्टली भेटाउँछौँ क्या। जुन यिर्मियाको पुस्तक र पत्रुसको पुस्तकमा चाहिँ लाइक यसको मेन म्यासेज चाहिँ एउटै नै छ भन्नु खोजेको। सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ जस्ट दर्शकहरूले यो कुरालाई बुझ्नुभयो भने चाहिँ होइन, हामीले यिर्मियाको पुस्तक तिमीले र मैले पत्रुसको पुस्तकको छान्नुको पछाडिको कारण चाहिँ म्यासेज चाहिँ एउटै छ है भने। सो पुरानो नियमको रेलेभेन्ट छ। अब तपाईँले अघि भन्नुभयो त्यो फल्स उयोहरूलाई एक्सपोज गरेको कुरा होइन, उता पिटरले भने यता पनि अलिकति क्लियर गर्नुपर्दा यिर्मियाले के र एक्सपोज गराएको छ भने यहुदाको जातिहरूमा चाहिँ फल्स एसुरेन्सहरूलाई चाहिँ एक्सपोज गरेको कुराहरू पाउँछौँ। सो हामी त्यसमा अहिले बिस्तारै जाँदैछौँ। तर अनि धेरै कुराहरू सिकिँदैछ किनभने यो अब लिटरल प्रकारले लिनु हुँदैन। कसै अब सिक्ने क्रममा र विशेष गरी त सिकाउने क्रममा त म त एक्युरेट हुन जरुरी छ। अल्दो हामी एक्युरेट हुन सक्दैनौँ परमेश्वरको वचनलाई त्यो हामीले त्यो अन्डरस्ट्यान्डिङमा परमेश्वरको नलेजको अन्डरस्ट्यान्डिङमा हामीले कहिले पनि बुझेर सक्दैनौँ। तर पनि जति हामी ट्राई गर्छौँ गरिन्जेलमा चाहिँ हामीले चाहिँ धेरै समय दिनुपर्ने हुन्छ। जस्तै हामी भन्छौँ नि म्याक्सिमम पनि हामी मिनिमम पनि 10 to 15 आवर्स, तर म्याक्सिमम पनि हामी 15देखि 20 to 40 आवर्स चाहिँ खासै वचन प्रिपेरेसन गर्नु चाहिँ लाग्नु चाहिँ पर्ने हो। आई मिन केयरफुल्ली। अनि म चाहिँ त्यो कुरालाई म प्र्याक्टिस गर्न खोजिरहेको छु। अल्दो म कति कुराहरूमा म अहिले टाइम चाहिँ मैले ट्र्याक गरेको छुइनँ, तर म धेरै आवर्स स्पेन्ड गर्छु। सो एउटा कुरा चाहिँ के हो भन्दाखेरि नि सायम, सो हाम्रो चर्चेसहरूतिर होइन अब युजली हामीले सुन्ने भनेको चाहिँ टपिकल सर्मनहरू हो नि त होइन। अनि अब अलिकति तिमी अहिले आफै पनि तिमीले सुनेका पनि छौ टपिकल सर्मनहरू पहिला होइन, कतिचोटि पहिला त्यो साथ तिमीले पनि बोल्यौ होला कतिवटा ठाउँमा। तर अब अहिले भनेको त तिमीले यिर्मियाको पुस्तकबाट चाहिँ मोर टपिकल भन्दा पनि त सिरिजमा गएर छौ नि त, कन्टिन्युस च्याप्टर 1, 2 तरिकाले होइन। सो अहिले त्यो बाँड्दै गर्दाखेरि चाहिँ लाइक हुन्छ भिन्नता तिमीले के थाहा पायौ होइन। अनि यसको मतलब टपिकल कम्प्लिटली रङ भन्नु पनि खोजेको होइन, तर अलिकति त्यसलाई डिफ्रेन्सेस छुटाउँदाखेरि अलिकति त्यसको वेट चाहिँ कुनपट्टि चाहिँ अलिक धेरै जस्तो लाग्छ? लाइक टपिकल हो कि अलिकति सिरिज तरिकाले गयो भने चाहिँ राम्रो हो कि के लाग्छ? आई थिङ्क सिरिज प्रकारले टपिकल पनि समटाइम्स चाहिन्छ मण्डलीमाको एउटा रेलेभेन्सीलाई याद गर्दै एकदमै मण्डलीमा के भइरहेछ त्यो कुरालाई एकदम एड्रेस गर्नुपर्छ। तर सिरिजमा चाहिँ धेरै एउटा कन्टिन्युएसन पाइन्छ। जस्तै मान्छेहरूले चाहिँ क्रमशःसँगले केही कुरालाई चाहिँ लाइक बुझ्न सक्छ, अलिक सजिलो हुन्छ जस्तो लाग्छ। किनभने टपिकल चाहिँ धेरै जस्तो के हुन्छ भने इट्स मोर अफ लाइक हामीले सुनेको चाहिँ प्रायः जस्तो चाहिँ मोटिभेसनल प्रकारको हुन्छ अनि वी निड द्याट समटाइम्स होइन। तर के अरे लङ रनको लागि चाहिँ सिरिज चाहिँ लाइक रियल्ली चर्चलाई चाहिँ त्यसले इक्विप गर्नु जस्तो लाग्छ। अनि त्यसमा मैले डिफ्रेन्सिएट चाहिँ के पनि पाएँ भने जस्तै टपिकलमा चाहिँ यु क्यान जम्प टु द कन्क्लुजन क्या, लाइक क्लाइमेक्समा अथवा एप्लिकेसनमा हामीले कुरालाई एड्रेस गर्न सकिन्छ होइन। तर सिरिजमा त्यस्तो हुँदैन। सिरिजमा चाहिँ यु हेभ टु स्टे क्या, कहाँबाट प्रिच गर्दैछ नि त्यही बाइबलको पदमा स्टे गर्नुपर्छ। जस्तै हाम्रो मैले 1 देखि 10 सम्म प्रचार गरेँ फर्स्टमा होइन, फर्स्ट सर्मनमा म फर्स्टमा नै म त्यही कन्क्लुजन नै मेरो 10 हो नि त होइन। तर टपिकलमा चाहिँ के हुन्छ भने टपिकलमा चाहिँ जे पनि मिक्स गर्न पाएँ क्या। किनभने टपिकलमा भनेको अहिले भइरहेको कुराहरूदेखि लिएर मण्डलीमा भइरहेको कुरादेखि लिएर
अनि जुनै च्याप्टरबाट पनि जुनै बुकबाट पनि लिएर हाल्नु सजिलो हुन्छ तर सिरिजमा चाहिँ जति छ नि 1 to 10 यतिमैबाट बोल्नुपर्छ अनि त्यो चाहिँ टफ हो फर मी आई थिङ्क पर्सनली किनभने हामी त्यहाँबाट बाहिर कहीँ जानै पाउँदैनौँ राइट त्यो चाहिँ डिफ्रेन्स पाएँ अनि त्यसमा चाहिँ टाइम पनि धेरै लाग्दो सो अब तिमीले यो भन्दै गर्दाखेरि चाहिँ लाइक हुन्छ नि अब यो टपिकल अघि हामीले बात गर्दै टपिकल कम्प्लिटली रङ पनि भन्दैनौँ तर एउटा कुरो चाहिँ टपिकलले चाहिँ टपिकल सर्मन्सहरूले चाहिँ म आफैले पनि पहिला एक्सपिरियन्स गरेँ किनकि म आफै पनि पहिला टपिकल धेरै पर्चा गर्दाखेरि टपिकलले चाहिँ के पनि म आफूमा मैले महसुस गरेँ भन्दाखेरि चाहिँ टपिकलले चाहिँ लाइक हुन्छ नि मेहनत गर्ने मन त्यति साह्रो आएको लागेन क्या मलाई किन भन्दाखेरि लाइक अब एउटा टपिक्स हुन्छ इजी हुन्छ क्या लाइक फर इक्जाम्पल लागि अब सुसमाचारको पुस्तकमा जाने भने लाइक हुन्छ नि लाइक क्षमादानको विषयलाई लिएर भयो ढकढकाउ त तिमीहरूको निम्ति ढोका उगारिनेछ खोज त भेटाउनेछौँ भन्ने कुराहरू भयो जस्तो प्रभु येशूले भन्नुभयो होइन जस्तो मानिस के भरे रोटीले मात्र बाँच्न सक्दैन तर परमेश्वरको वचन यस्तो चेरी पिकिङ क्या चेरी पिक गर्ने सो यसले चाहिँ अलिकति हुन्छ नि लाइक मान्छेलाई त्यो इन्भेस्ट गर्ने त्यो एउटा सेक्रिफाइस गर्ने खालको त्यो मन इमान्दारिताहरूमा एउटा विश्वासयोग्यता नबनाउँदो रहेछ क्या टपिकलले चाहिँ मोर एबाउट भनिदिउँ न होइन सो यसको मैले भन्नुको मतलब के हो भन्दाखेरि चाहिँ लाइक टपिकलले चाहिँ धेरैचोटि चाहिँ मण्डलीमा धेरै डरलाग्दो कुरा चाहिँ किन भन्दाखेरि यसले चाहिँ अन्तिममा गएर आफ्नो आफ्नो इबीहरू निकाल्नेतिर बदला निकाल्नेतिर पनि कतिचोटि जाँदो रहेछ है यसको मतलब मैले सबैजनाले टपिकल प्रचार गर्नेले गलती गर्छ भन्नु खोजेको होइन तर त्यो चाहिँ मलाई अलिकति भेटायो भनिदिनु टपिकलको विषयमा चाहिँ हुन्छ अब आफ्नो पर्सनल एजेन्डाहरू राइट होइन अब प्रिचहरू गर्छ कतिले अनि अफकोर्स अब तर मैले बताउन चाहेको चाहिँ सिरिजमा चाहिँ मोर इन्भेस्ट हुन्छ जस्तो लाग्छ टाइमहरू केयरफुल हुनु पऱ्यो नि त किनभने सो अघिको इक्जाम्पल जस्तो 1 देखि 10 मैले गरेँ तर म त्यो दिन चाहिँ 10 देखि एकैचोटि क्विकली म कन्क्लुजनमा जम्प हुन पाउँदिनँ क्या किनभने एकछिनको लागि मैले यर्मिया हेर्दैछु यर्मिया मैले 1 देखि म प्रचार मैले 1 थ्रु च्याप्टर 1 प्रचार गर्दैछु भने म 52 को त्यो कन्क्लुजन हो नि त 52 लास्ट च्याप्टर होइन त्यसलाई चाहिँ 1 मा लिएर मैले गाब्न मिल्दैन क्या किनभने त्यसको निम्ति चाहिँ 52nd विक छ पर्खिरहेछ किनभने यो सिरिज हो नि त बुझ्दै हुन्छ नि मैले त्यो भएर क्विकली चाहिँ परमेश्वरले चाहिँ अन्तिममा चाहिँ के गर्नुभएको थिएछ भन्नु पाउँदिनँ क्या मान्छेलाई मैले किनभने त्यसको चाहिँ त्यही विक छ सो एभ्री च्याप्टरको आफ्नै विक छ भन्नु खोजेको अनि तर टपिकल चाहिँ तपाईँले भन्नुभयो यस्तो मान्छेहरूले जे कुरा पनि गर्न पाउँछ यु नो लाइक आउट अफ उयोको अब जस्तै यसमा नै यर्मिया 29 को 11 मा यहाँ प्रस्परको कुरा गरेको छ यर्मियाले होइन तिमीहरूको निम्ति प्लान छ भन्नुभएको छ परमेश्वरले यसलाई मान्छेले कति चेरी पिक गर्छ त्यो टपिकल सर्मन एब्सोल्युटली अनि मान्छेको सक्सेसको लागि पिक गर्छ होइन यसले प्रमिसको लागि पिक गर्छ तर यसको खासै भन्नुभयो यसको शानदार वास्तविकता के हो होइन यसको फ्याक्चुअल उयो चाहिँ के हो त भन्ने कुरो चाहिँ मान्छेले कति तलब सुन्नेहरूले बिचाराले रियलाइज गरेको हुँदैन तर अब जस्तै म अहिले अब यो यर्मियाबाट गइरहेको छु सो पछि मैले चाहिँ मेरो मण्डलीलाई चाहिँ यर्मिया 29 मा आइपुग्दा चाहिँ मैले उनीहरूले त्यति बेलासम्म चाहिँ बुझ्नु सक्छ क्या किन चाहिँ परमेश्वरले चाहिँ यो सन्देश चाहिँ यर्मियादेखि पठाउनु भएको रहेछ भन्ने सो इट्स पेसेन्स चाहिँ हुनुपर्छ इट्स गोना टेक अ वाइल र त्यसको त्यो मिठास चाहिँ 29th विकमा आउँछ भन्नु खोजेको सो त्यस्तो चाहिँ सो लाइक तिमीले अहिले कुरा गर्दै गर्दाखेरि चाहिँ आई थिङ्क हाम्रो नेपाली भाषी मण्डलीहरूमा एउटा ल्याक भएको र आवश्यकता एउटा ल्याक पनि भएको होइन जहाँ अभाव छ र अर्को चाहिँ आवश्यकता चाहिँ मलाई यही लाग्छ क्या टपिकललाई भन्दा पनि चर्चेसहरूले सिरिजहरू गर्यो भने होइन उनीहरू चाहिँ लाइक एउटा जुन नयाँ नियम होस् पुरानो नियमको जुन पुस्तकलाई उनीहरूले पक्रियो भने चाहिँ स्पिकर पनि र सुन्ने विश्वासीहरू पनि कहिले पनि आउट अफ द ट्र्याक जान सक्दैन क्या किनकि मेन हरेक च्याप्टरको एउटा गोल छ क्या हरेक च्याप्टरको एउटा मेसेज छ नि त होइन हरेक च्याप्टरमा सतर्कताको कुराहरू छ के विषयमा गराउँदैछ होइन के भन्नु खोज्छ एउटा मेसेज छ नि त
सो होइन सो त्यो हुँदाखेरि चाहिँ सिरिजले चाहिँ जहिले पनि होल काउन्सिल अफ गडलाई परमेश्वरको सम्पूर्ण उहाँको कुराहरूलाई बाँड्नको लागि एउटा प्रचारक पनि जहिले पनि उसलाई ढुक्क हुन्छ क्या ऊ हुन्छ नि अब तलमाथि बाहिर जान सक्दैन भनिदिउँ न सो एक्सपोजरी एउटा सिरिज गर्ने हो गर्दा चाहिँ सिरिज गर्दा त्यस्तो फलो हुन्छ जस्तै वान आफ्टर एनदर च्याप्टर आई मिन च्याप्टर अथवा त्यो स्टोरीलाई तर यर्मियाको इन्ट्रेस्टिङ फ्याक्ट के रहेछ भन्नुहोस् न युजली हरेक बुक्सहरूमा बाइबलमा तपाईँले चाहिँ क्रोनोलोजिकल प्रकारले हुन्छ क्या वान आफ्टर एनदर चाहिँ लाइक दे आर लाइक कोरिलेटेड हुन्छ क्या राइट त्यसको चाहिँ सन्दर्भहरू हुन्छ होइन भन्नु खोजेको आई मिन यसको पनि हुन्छ यर्मियाको चाहिँ टाइम लाइनलाई फलो नगर्नु अरे क्या मैले पढ्दै थिएँ यर्मियाको चाहिँ राजालाई फलो गर्नु अरे किनभने पास्ट फ्युचर प्रेजेन्ट एभ्रिथिङ मिक्स टुगेदर एब्सोल्युटली यप द्याट इज द ब्युटी अफ यो बुक क्या राइट म अमेज भएको बट यु नो लाइक मैले तपाईँलाई मैले प्रचार गर्दा च्याप्टर 1मा मैले 4जना राजाको कुरा गर्दै थिएँ नि त्यही राजाहरूकै विषयदेखि नै यहाँनिर अब पछि म प्रचार गर्दै जाँदाखेरि थाहा पाउँछ मान्छेले त्यो राजाहरू त्यो स्विच हुँदै होइन राजाको टाइममा कुन उयोले एक्जिक्युट गर्यो कुन क्याप्चर भयो यो सबै कुरा त्यसरी फलो गर्नु रहेछ तर त्यो चाहिँ मलाई अमेजिङ लाग्यो विच इज न्यू थिङ टु मी मैले त्यो सिक्ने मौका पाएँ त्यो स्टडी गर्दै गर्दाखेरि सो लाइक तिमीले भन्दै गर्दाखेरि जस्तो तिमीले यर्मियाको पुस्तक गरिरहेका छौ अनि मैले पहिलो पत्रुसको पुस्तकलाई सिद्ध्याएर दोस्रो पत्रुसलाई मैले सुरु गरेको छु होइन अहिले च्याप्टर 1मा नै छु सो यो सिरिज गर्दै गर्दा चाहिँ जे होस् आफूले आफैलाई पनि धेरैचोटि लाइक कतिचोटि चाहिँ अब लाइक अघि हामीले टपिकलको कुरा गर्दै कुरा पनि गरिरहेको थियौँ अब टपिकल गर्दाखेरि कोही बेला कुन टपिकलाई लिएर गरिन्छ कोही बेला कुन टपिकले गरिन्छ त्यो भएको कारणले गर्दाखेरि आफूले बोलेको म्यासेज पनि आफूलाई कतिचोटि थाहा नहुँदो रहेछ क्या के बोल्यो भने तर सिरिज गर्दै जाँदाखेरि चाहिँ किनकि हामीले मेन म्यासेजलाई नै बारम्बार हरेक प्यासेजलाई हामीले सिरिज लाँदै गर्दाखेरि हामीले कोटाइरहेको हुन्छौँ क्या भनिरहेको हुन्छौँ क्या सो त्यसले गर्दाखेरि पनि एउटा सिरिज गर्दाखेरि चाहिँ आफूले आफैलाई पनि कोही बेला हुन्छ नि हामी पनि दुःखमा सङ्घर्ष गर्छौँ नि त हामी प्रचार गर्ने अगुवाहरू जो होस् मण्डलीको होइन उनीहरूमा पनि दुःख हुन्छ नि अभावहरू हुन्छ होइन सो सिरिज गर्दाखेरि चाहिँ जस्तो पहिलो पत्रुसको पुस्तकमा पत्रुसले जुन पहिलो शताब्दीमा नेरोको पालामा जुन सतावट भयो स्टेफेनसलाई जसरी ढुङ्गा हानेर मार्यो पत्रुस प्रेरितको पुस्तकमा त्यस पश्चात विश्वासहरू तितर बितर भए डरले उनीहरूको विश्वासको जाँच भयो त्यहाँनिर त्यो समयमा धेरै मान्छेहरूमा प्रश्न उठिरहेको थियो शङ्का पनि थियो होइन अब हामीले देखेको पनि छैन प्रभु येशूलाई होइन अब राम्रो हुन्छ भनेर आएको थियौँ तर खेदो भयो सतावट भयो होइन कि होइन हौ प्रभु येशू त साँचो होइन भन्ने कुराहरू हाम्रो विश्वास त गलत ठाउँमा पो राखेका छौँ के हो भन्ने कुराहरू भयो ती माथि झुटो शिक्षाको कुराहरू भयो विभिन्नतिर परमेश्वरको आगमनको कुराहरू यी सबै कुराहरू हुँदै गर्दाखेरि पत्रुसले त त्यति बेला विश्वासीहरूलाई सम्झाएको नि त एल्डर्सहरूलाई विश्वासीहरूलाई यो बुझ है यो जान है तिमीहरूको आशा तिमीहरूले राखेको भरोसा चाहिँ अति महत्त्वपूर्ण छ होइन त्यो चाहिँ सुन चाँदीहरू भन्दा पनि महत्त्व छ तिमीहरूको चाहिँ होइन सो त्यो भएर तिमीले देखेका छैनौ तर पनि तिमीहरू विश्वास गर्छौ होइन त्यो चाहिँ ठुलो कुरा हो किनकि पहिलो पत्रुसको पुस्तक 1:8 त्यही नै त कुरा गरेको छ नि त सो यो सबै कुरोहरूलाई हेर्दै गर्दा चाहिँ कति मिठो म्यासेज छ त यहाँनिर पत्रुसले भनेको होइन अनि यसले चाहिँ म आफै प्रचार गर्ने पनि कतिचोटि अब जीवनमा सङ्घर्ष गर्दै गरेको बेलामा ओहो लाइक हुन्छ नि कुनै एउटा कुरो हरेक हप्ता बोलिरहँदाखेरि चाहिँ हाम्रो दिमागहरूबाट नहट्दो रहेछ क्या बस्दो रहेछ अनि त्यसले चाहिँ आफूले आफैलाई पनि धेरै कतिचोटि प्रोत्साहन मिल्दो रहेछ क्या लाइक हुन्छ नि तपाईँले यो भनिरहनु हुँदाखेरि मेरो पनि यर्मियाको चाहिँ म कहिले बिर्सिँदिनँ होला सायद यसको चाहिँ मेन म्यासेज किनभने अति इजी छ क्या राइट जजमेन्ट एन्ड ग्रेस दुईवटा वर्डमा समराइज गर्नु पर्दाखेरि भनेको त्यो हुँदा म कहिल्यै बिर्सिँदिनँ अनि अर्को कुरो चाहिँ तपाईँले भन्नुको एकदम सही हो कतिको चोटि हामीलाई याद हुँदैन किनभने वी गोइङ थ्रु अ लट अफ थिङ्स क्या बिर्सिन्छ कोही बेला यु नो लाइक एउटै कुरा याद भइरहन्छ मैले चाहिँ तर सबै सर्मन चाहिँ म मेरो जर्नलमा ह्यान्ड राइटिङ नै नोट गर्छु अनि त्यो हुँदाखेरि चाहिँ आई थिङ्क त्यो चाहिँ फ्युचरमा गएर चाहिँ आई क्यान अलवेज लुक ब्याक क्या अनि मलाई जहिले पनि त्यसले रिमाइन्ड गर्छ त्यो कुराहरूमा सो तिमीले भन्दै गर्दाखेरि अब यो त भयो होइन अब
लाइक तिमी हामीले अहिले जुन सिरिज गरिरहेको छौँ परमेश्वरको वचनलाई बोलिरहेको छौँ यो त तिम्रो र मेरो विषयको कुरा भयो सो के लाग्छ यो सिरिजहरूले विश्वासीमा कस्तो फाइदा होइन उनीहरूलाई लागेको हुन्छ उनीहरूको जीवनमा यसले प्रभाव पारेको कुरा के लाग्छ सिरिजले चाहिँ उनीहरूमा कतिको प्रभाव पारिरहेको तिमी महसुस गर्छौ अनि तिमीलाई के लाग्छ त कि यो सिरिजले चाहिँ हाम्रो सुन्ने विश्वासीहरूमा चाहिँ यसरी उनीहरूमा प्रभाव पार्दो रहेछ अथवा परमेश्वरसँग दैनिकी जीवन जिउनमा हिँड्नमा शुद्धिकरणमा हिँड्नमा चाहिँ यसलाई कसरी चाहिँ मद्दत पुर्याउँछ तिमीलाई लाग्छ अब एउटा त म्यासेज यस्तो पनि हुन्छ अब हाम्रोमा तपाईँलाई थाहा छ नि स्क्याजुअलहरू कस्तो वियर्ड एक हप्ता एउटाले मिस गर्छ अर्कोले फेरि एटेन्ड गर्न पाउँछ तर बिग पिक्चरमा हेर्नु पर्दा म अरूको विषयमा म भन्नु सक्दिनँ तर बिग पिक्चरमा हेर्नु पर्दाखेरि भनेको चाहिँ यो जस्तै फुल च्याप्टरले चाहिँ गर्दाखेरि चाहिँ जस्तो मेरै म इक्जाम्पल दिनु पऱ्यो यर्मियाको चाहिँ सुरुमै परमेश्वरले चाहिँ यर्मियालाई चाहिँ तयार गर्नुभएको छ कि के को लागि भन्दाखेरि चाहिँ उहाँले चाहिँ अब तैँले चाहिँ लाइक तैँले यस्तो काम गर्नुपर्छ त्यो चाहिँ हो मैले दिने वचन जुन वचन चाहिँ तेरो मुखमा म हालिदिन्छु त्यो चाहिँ के थियो भन्दा चाहिँ जजमेन्ट थियो नि त यहुदालाई होइन यहुदाको घर उयोलाई जातिलाई सो त्यो त हार्ड कुरा हो नि त कसै मान्छेलाई कसलाई मनपर्छ कि मलाई चाहिँ लिएर चाहिँ विश्वासीलाई गएर चाहिँ तिमीहरू चाहिँ अब एक दिन तिमीहरूलाई चाहिँ बेबिलोनले चाहिँ कब्जा गर्नेछ होइन नबुकदनेस्सरले चाहिँ तिमीहरूलाई चाहिँ डिस्ट्रोय गर्नेछ कसलाई मनपर्छ त मन पर्दैन नि त सो त्यो म्यासेजहरू चाहिँ हार्ड म्यासेज हो क्या अनि फेरि परमेश्वरले त्यसमा हामीले परमेश्वरको करारको कभनेन्टको विश्वासयोग्यताको पनि कुरा गर्नुभएको छ सो त्यहाँनिर चाहिँ के छ भने चाहिँ फ्लिप साइडमा हेर्ने भने चाहिँ त्यहाँनिर चाहिँ जजमेन्टको फ्लिप साइडमा हेर्नु भने चाहिँ परमेश्वरको विश्वासयोग्यता पनि छ अनि विश्वासीले यसबाट चाहिँ के फाइदा हुनसक्छ जस्तो लाग्छ भने चाहिँ मान्छेहरूले चाहिँ परमेश्वरको चाहिँ नराम्रो साइड मात्रै होइन राम्रो साइड पनि छ अनि परमेश्वर चाहिँ आफ्नो करार आफ्नो कभनेन्टल पिपल अथवा अहिलेको नयाँ नियम हेर्नु भने चाहिँ एउटा इलेक्टेड होइन उहाँले चुनिएको मानिसहरूलाई चाहिँ उहाँ चाहिँ अहिलेसम्ममा पनि उहाँ चाहिँ कसरी विश्वासयोग्यता हुनुहुन्छ भन्ने कुराहरू चाहिँ आई थिङ्क उहाँ विश्वासीले बुझ्नु र त्यो जान्नु चाहिँ अति नै इम्पोर्टेन्ट पनि छ सो अरूको विषयमा चाहिँ म भन्नु सक्दिनँ किनभने अब सबैले सुन्छ होइन फलो गरिरहेको नि होला सो के भरे मैले चाहिँ अब अहिलेको समयसम्ममा जब यो सिरिज गर्ने क्रममा धेरै नै सिरिजहरू अब नेपाली कम्युनिटी चर्चमा अब परमेश्वरको अनुग्रहमा गरियो होइन रोमीको पुस्तक 1.5 वर्ष लगाएर सिद्ध्याएँ त्यहाँदेखि कोरिन्थीको पुस्तक युथमा सिद्ध्याएँ त्यहाँदेखि एफिसीको पुस्तक भयो त्यहाँदेखि याकुबको पुस्तकहरू भयो सो सँगसँगै जाँदै गर्दाखेरि अहिले पहिलो पत्रुसको सिद्ध्याएर दोस्रो पत्रुसमा छ नि त सो यो गर्दै गर्दाखेरि चाहिँ म आफैले पनि के चाहिँ मैले सिकेँ अनुभव गरेँ विश्वासीहरूको विषयलाई लिएर भन्दाखेरि चाहिँ सो उनीहरूलाई धेरै मैले सुरुमा पत्रुसको पुस्तकको विषयमा मैले उनीहरूलाई जुन ब्याकग्राउन्ड यो कहिले लेखेको थियो पत्रुसले यो लेख्दै गर्दाखेरि परमेश्वरको वचन अनि लेख्दै गर्दाखेरि चाहिँ त्यो समयको अवस्था कस्तो थियो कुन खालको परिस्थिति उनीहरूले फेस गरिरहेको थियो यो कुरोहरू गर्दै गर्दाखेरि यो कुरोहरू भन्दै गर्दाखेरि चाहिँ उनीहरूलाई बुझ्न सजिलो हुँदो रहेछ क्या किनकि सिरिजमा चाहिँ जहिले पनि त्यही कुरो ढिलो छिटो भयो भने दोहोरिरहेको हुन्छ क्या कुराहरू दोहोरिरहेको हुन्छ सो त्यो भएको कारणले गर्दाखेरि उनीहरू आफैले पनि जस्तो टपिकलको हामी एउटा सर्मन बाँड्छौँ उनीहरूले रेकर्ड राखेको छ भने फेरि सुनेर सम्झना गर्न सक्छन् उनीहरूले तर सिरिजमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ किनकि हामी सुरुदेखि नै सिरिजमा त्यो एउटै कुरो दोहोरिरहेको हुन्छ कि मेन म्यासेजलाई मेसेज जस्तो पत्रुसको पुस्तकमा इभन दो हामीले धेरै अग्नि परीक्षा भोगे तापनि यो याद गर है परमेश्वरको सर्वभौम उहाँको इच्छा र उहाँ चाहिँ विश्वासयोग्य हुनुहुन्छ किनकि यो कुरोलाई हामी जहिले दोहोऱ्याएको सिरिजमा त्यही हुन्छ नि त सो त्यो हुँदाखेरि चाहिँ उनीहरूले आफैले पढ्दाखेरि पनि उनीहरूले झट्ट बुझिहाल्छ क्या सेन्ट्रल मेसेज एउटै हुन्छ राइट सेन्ट्रल मेसेज एउटै हुन्छ किनकि त्यसलाई चाहिँ हामी दोहोऱ्याएको हुन्छ दोहोऱ्याएको जस्तो फर इक्जाम्पल लाइक हुन्छ एउटै कुरोलाई हामीले हेरेको सुनेको गऱ्यो भने
कुनै एकान्त ठाउँमा आफै एक्लैले पनि त्यो देख्यो र सुन्यो भने झट्टै बुझिहाल्छौँ यो चाहिँ यो भन्नु खोजेको है भनेर। सो अलिकति मैले विचार गर्दाखेरि चाहिँ विश्वासीहरूमा चाहिँ राम्रो प्रभाव चाहिँ सिरिजले चाहिँ के गर्दो रहेछ भन्दाखेरि अरू कुनै व्यक्तिले पत्रुसकै वस्तु चेरी पिक गरेर टपिकल बाँडेर उनीहरूले गलत अर्थ लगायो भने चाहिँ विश्वासीले छुट्याउन सक्दो रहेछ क्या। अनि सक्नु चाहिँ पर्ने चाहिँ हो, पर्ने पनि हो अनि अलिकति होइन छुट्याउनु अलिक सजिलो हुँदो रहेछ क्या उनीहरूलाई। पत्रुसको मेन मेसेज त यो पो हो त, तर फल्नाले त फेरि यस्तो भन्दैछ। सो त्यो भएको कारणले गर्दाखेरि उनीहरूलाई अलिकति एउटा हुन्छ नि त्यो छुट्याउन निहाल्न चाहिँ अलिक सहज पनि हुँदो रहेछ। अनि त्यसको लागि चाहिँ हामी एउटा प्रचार गर्ने व्यक्तिले पनि धेरै घोटिरहनु नपर्दो रहेछ क्या, अलिकति हुन्छ नि बिचमा आइसके पछाडि, किनकि सेन्ट्रल मेसेज अलरेडी उनीलाई थाहा भइरहेको हुन्छ होइन। त्यो पनि भेटाएँ म अलिकति होइन त तपाईँले भन्नुको हो। जस्तै मैले मेरो यर्मियामा पनि त मैले फर्स्टदेखि नै बारम्बार एउटा वर्ड मैले के चलाइरहेको छु भने सार्वभौमता भन्ने। मैले एक्सप्लेन पनि गरिदिएको छु मण्डलीलाई। सार्वभौमता चाहिँ के हो भने चाहिँ नेपालीमा चाहिँ अब एकछिनको लागि भन्नुपर्दा चाहिँ अब बाहिरको पत्ता, हावा, स्नो, पानी होइन, यो जति कुराहरू अहिले चलिरहेछ नि, यो हावाले पत्ता चलाएको होइन क्या। हामी चाहिँ के सार्वभौम परमेश्वर भन्नुको मतलब चाहिँ के हो भने चाहिँ आज एडिन्डियनको गीतलाई मान्छेले सार्वभौम त्यो गानालाई सबैले गाउँछ नि त, मन पराएर गाएको हो नि त। कतिले अब होइन त्यो धुनले पनि मन पराएर गायो होला, र सार्वभौम भनेको चाहिँ हो त्यो हो नि त, परमेश्वरको इच्छा अनुसार मात्रै संसारमा भएको पानी, हावा, रुख, माटो, जनावर, मानिस सबै चल्छ। अनि यसमध्ये एउटा कन्ट्रोभर्सियल कुरा चाहिँ के पनि एड हुन सक्छ भने फ्री विल क्या। यहाँ आएपछि चाहिँ कति मानिसको लागि चाहिँ परमेश्वर चाहिँ सर्वभौमता छैन भन्छ क्या। तर यो डिफ्रेन्ट डिस्कसन हो। तर भनेको तर मैले बारम्बार चलाइरहेको छु परमेश्वरको सर्वभौमता र परमेश्वरको विश्वासयोग्यता। अनि अर्को मेन कुरा मैले के चलाइरहेको छु भने जहिले पनि परमेश्वरको जजमेन्ट। किनभने जुन पुस्तकलाई मैले गरिरहेको छु, प्रचार गरिरहेको छु, त्यो चाहिँ मोस्टली जजमेन्ट र परमेश्वरको फेथफुलनेस। सो तिमीले अहिले कुरा गर्दै गर्दाखेरि जस्तो अब हामीले अहिले कुरा गर्दै गर्दाखेरि जस्तो तिमीले जजमेन्टको न्यायको कुरा गर्यौ, सार्वभौमताको कुरा गर्यौ, सोभरेन्टी अफ गडको कुरा गर्यौ, अनुग्रहको कुराहरू गर्यौ, जस्तो हामीले फल्स टिचिङको विषयमा कुरा गर्यौँ, दुःखको विषयमा कुरा गर्यौँ। सो यो कुरा गर्दा यो चाहिँ केमा चाहिँ सबै एउटा यो चाहिँ के को प्याकेज हो त? यी सबै कुराहरू चाहिँ भन्दाखेरि चाहिँ अन्तिममा गएर ठोकिने भनेको त सुसमाचार नै हो नि त। सुसमाचार प्रिचेस अल अबाउट दिस क्या। गस्पेलले चाहिँ जहिले पनि यी सबै कुराहरूलाई देखाउँछ। गस्पेलले कहिले पनि मान्छेलाई सर्व बनाउने मात्रै कुरो गर्दैन क्या। गस्पेलले जहिले पनि परमेश्वरलाई सर्व, परमेश्वर सर्वभौम हुनुहुन्छ, उहाँलाई महिमा हुन्छ होइन, पापको कुरा गर्छ होइन, त्यहाँ क्षमादानको कुरा गर्छ, न्यायको कुरा गर्छ, ख्रिस्टको बलिदानको कुरा गर्छ, त्यहाँनिर पश्चातापको कुरा गर्छ, अनि त्यहाँ आएर चाहिँ नयाँ जीवन कसरी जिउने पनि कुरा गर्छ। त्यति मात्र होइन, सतर्क हुने पनि, दैनिक लडाइँ गर्ने कुराहरूको विषयमा कुरा गर्छ। यसो विचार गर्दा तिमी हामीले कुरै गर्दाखेरि इज अल लाइक इन वान प्याकेज क्या। त्यो चाहिँ गस्पल प्याकेजभित्र पर्छ क्या, भनिदिउँ न। सो यो कुरा गर्दै गर्दाखेरि चाहिँ बिचमा मलाई एउटा के चाहिँ एड गर्न मन पऱ्यो भन्दाखेरि चाहिँ अहिले जति पनि हाम्रो श्रोताहरूले हेरिदिइरहनु भएको छ हामीलाई फलो गरेर, सायद अमेरिकादेखि बाहिर हुनुहुन्छ भने सायद अलिक गाह्रो पर्ला, तर अमेरिकाभित्रै हुनुहुन्छ भने चाहिँ यो 2026 को समर टाइममा हामी गस्पल कन्फरेन्स अपस्टेट न्युयोर्क युटिकामा हामी गरिरहेका छौँ। र हामी मेन गस्पललाई फोकस गरेर क्राइस्ट सेन्टरलाई हामीले फोकस गरेर सम्मेलनलाई हामीले गरिरहेका छौँ। र यसमा तपाईँहरू यदि इच्छुक हुनुहुन्छ, आउन चाहनुहुन्छ भने मस्ट वेलकम। त्यसको लागि तपाईँले कसैसँग कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने तपाईँ यो हाम्रो पोडकास्टको पेजमा पनि तपाईँले आएर हामीसँग टचमा रहन सक्नुहुन्छ, हामीसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र आउँदो दिनहरूमा हामी अझ यसको लागि अपडेट गर्नेछौँ। ओके, लेट्स ब्याक टु द सामेल। सो अलिकति मैले एड गरिहालेँ। अब जस्तै अघि तपाईँले कुरा गर्नु भने अल्टिमेटली चाहिँ जबै कुराले हामीले वचन गरेको छौँ, हामीले मात्रै होइन, सबैले अल्टिमेटली चाहिँ क्राइस्टलाई नै देखाउनु पर्ने हुन्छ। र हामी तपाईँको पिटर र मैले यर्मियाले पनि अल्टिमेटली चाहिँ क्राइस्टलाई नै प्रोभाइड गरिरहेको छ। तर लेट्स गो ब्याक टु अलिकति मलाई फेरि त्यो अलिकति उयो गर्न मन पऱ्यो, फलो गर्नु मन पऱ्यो कि जजमेन्टको कुरा गऱ्यौँ नि।
मैले हो जजमेन्ट र यर्मियाको प्रचार गरिरहँदाखेरि त्यहाँ धेरै कुरा जजमेन्टको कुरा आउँछ, न्यायको कुरा आउँछ होइन। परमेश्वरले दिन आँट्नु भएको क्रोधको कुराहरू छ त्यहाँनिर। तर म चाहिँ मण्डलीमा जस्ट टु बी क्लियर यसरी चाहिँ म प्रचार गर्दिनँ कि परमेश्वरले चाहिँ यो गरेन तिमीहरूले। अब जसरी यहुदालाई परमेश्वरले यो गर्दै हुनुहुन्थ्यो, क्रोध ल्याउँदै हुनुहुन्थ्यो, दण्ड उनीहरूको पनिसमेन्ट ल्याउँदै हुनुहुन्थ्यो, त्यो चाहिँ तपाईँहरूको अहिले तपाईँहरूलाई पनि त्यसरी नै ल्याउनुहुन्छ भनेर त्यो चाहिँ म एप्लिकेसनमा लाउँदिनँ। किनभने सुरुमा मेरो गोल चाहिँ मान्छेहरूलाई चाहिँ यर्मिया बुझाउनु हो नि त बुक अफ यर्मिया होइन। बिचमा म दिन्छु अलिअलि होइन इक्जाम्पलहरू के भइरहेको थियो, अहिले पनि परमेश्वरले कुन प्रकारले मानिसहरूको बिचमा जजमेन्ट ल्याउनुहुन्छ भन्ने कुराहरू म गर्छु। तर म कन्डेमनेसन प्रकारले गर्दिनँ, किनभने त्यो चाहिँ चेरी पिक जस्तो हुन्छ क्या। फेरि अघि हामीले कुरा गरेछ यो त हामीले त मेरो गोल त भनेको त कसरी मैले यर्मियाको पुस्तकबाट चाहिँ येशू ख्रिस्टलाई देखाउने हो नि त। एब्सोल्युटली होइन, उहाँ अल्टिमेटली त क्राइस्ट एलन मात्रै हुनुहुन्छ नि त हाम्रो सेभियर त। पहिल्यै पनि इन द ब्याक ओल्ड टेस्टामेन्टमा पनि र आज पनि, किनभने ओल्ड टेस्टामेन्टले त हामीले हेऱ्यौँ भने क्राइस्टको कुरा गर्दैन, तर हरेक स्याक्रिफिसियल सिस्टमले चाहिँ हरेक उनीहरूमा भएको त्यो रिचुअल उयोले चाहिँ क्राइस्टलाई मात्रै देखाइरहेको थियो क्या। र यर्मियामा पनि त्यही कुरा, यर्मिया चाहिँ मोस्टली चाहिँ कसरी चाहिँ परमेश्वर चाहिँ प्रमिस गर्नुभएको त्यो कभनेन्टलाई चाहिँ उहाँले फुलफिल गर्नुहुन्छ। तर उहाँले चाहिँ तिमीहरूको पापलाई कहिल्यै बिर्सिनुहुन्न, अनि त्यो पापको नतिजा चाहिँ त्यसको कन्सिक्वेन्स चाहिँ अब हुन आँटेको छ। कस्तो राम्रो सन्देश छ क्या। तर फेरि परमेश्वरले होप पनि त्यहाँनिर देखाउनु भएको छ। त्यही भएर त यर्मिया 29:11 आएको त त्यो चाहिँ यहुदा जातिलाई चाहिँ परमेश्वरले होप दिनुभएको हो नि त। अनि यर्मियामा चाहिँ हामी त्यो कुराहरू त्यो अलिकति उयो गर्नुपर्दाखेरि भने क्ल्यारिफाई गर्नुपर्दा चाहिँ जजमेन्टलाई चाहिँ मैले त्यो प्रकारले चाहिँ प्रेजेन्ट गरिरहेको छु चर्चमा भनेको। सो अब अर्को कुरा चाहिँ नि मलाई अलिकति गफ गर्नु मन परेको चाहिँ के हो भन्दाखेरि अब सो तिमी र म आफै पनि यो सिरिज गरिरहेको कारणले गर्दाखेरि जति पनि हाम्रो मण्डलीमा विश्वासीहरू छन्, जो विश्वासीहरू अलिकति पढ्ने कुराहरूमा अलिकति उनीहरू कमजोर छन्। सो उनीहरूले चाहिँ कसरी चाहिँ यो सिरिजहरूको विषयलाई लिएर वचनको कुराहरूलाई चाहिँ कसरी चाहिँ उनीहरूले अलिकति बुझ्न सक्छन् होला त। एउटा हुन्छ नि ले पर्सन्सहरूले चर्चेसमा, किनकि सिरिज गर्नु भनेको त अति नै महत्त्वपूर्ण रहेछ भने त अहिले तिमी हामी आफैले पनि त पढ्दै जाँदाखेरि थाहा पायो नि त। म त अब सिम्पल ल्याङ्ग्वेजै युज गर्छु, इङ्ग्लिस सबै म ट्रान्सलेट गरेर ल्याउँछु नेपालीमा। त्यो त एउटा उयो भयो। र म जहिले पनि मेरो चाहिँ प्लान के छ भने सर्मनभन्दा अगाडि चाहिँ एटलिस्ट 2 मिनट्स चाहिँ अगाडि मैले बोलेको वचनको चाहिँ समराइज होइन चाहिँ म गर्न चाहन्छु। त्यो चाहिँ मेरो गोल हो। अनि आई थिङ्क त्यसले पनि हेल्प हुन्छ, ताकि बिर्सेको छ भने पनि ओके यो त याद हुन्छ नि त मान्छेलाई, मैले अलिकति यस्तो कुरा गरेको थिएँ भने। आई थिङ्क त्यो वान वे हो। मलाई अब एक्ज्याक्टली अब सबै त्यो थाहा भएन होइन, त्यसरी हुनसक्छ। तर हामीले जुन प्रकारले गरिरहेको छौँ सिम्पल छ क्या, सबैले बुझ्नु सक्छ। आई थिङ्क मलाई त्यस्तो लाग्छ। किनभने हेर्नु न तपाईँले कुन प्रकारले गर्दै हुनुहुन्छ भने तपाईँले चाहिँ मोर अफ लाइक हर्मेन्युटिकल प्रकारले गर्दै हुनुहुन्छ, जुन चाहिँ भर्स बाई भर्स। मैले सुरुमा चाहिँ अर्का हर्मेन्युटिक प्रकारले नै गरेँ, तर अहिले चाहिँ म चाहिँ मेरो गोल चाहिँ होमिलेटिकल प्रकारले गर्ने छ क्या। जस्तो 3-4 पोइन्ट्स ल्याउने अनि बुझाउने। मैले लास्ट टाइम 3 पोइन्ट्स मैले गरेँ नि, किनभने पुरानो नेममा चाहिँ के हुन्छ भने धेरै भर्सेसहरू हुन्छ क्या। आई क्यान तर मैले चाहिँ 5 भर्समा नै 1 सर्मन मैले सकिन्छ क्या। सो अब नेक्स्ट भर्स मैले मेरो 1 देखि 39 छ। अब त्यो हेर्नु कति लामो हो त। त्यसमा मैले कसरी चाहिँ टाइमलाई चाहिँ त्यो मेरो फ्रेमवर्कलाई चाहिँ मैले सोर्ट गरेर चाहिँ एट द सेम टाइम कसरी चाहिँ मण्डलीले बुझ्नु सक्छ भनेर चाहिँ
त्यसरी गर्दैछु त्यो चाहिँ अब होमोलिटिक प्रकारले भयो अनि तपाईँले चाहिँ तर मैले त्यसरी पनि गर्न खोजेँ किनभने मण्डललाई चाहिँ दुई खालको सेम मेसेज क्राइस्ट तर दुई प्रकारले गर्ने होइन किनभने टेस्ट पाओस् न भन्ने सो यो होइन तिमीले यो कुरा गर्दाखेरि नि अब अर्को कुरा चाहिँ के हो भन्दाखेरि जस्तो त्यो हर्मेनेटिक्समा अब जसरी म भर्स बाई भर्स गर्छौ तर तिमीले चाहिँ होल एउटा प्यासेजलाई गर्छौ इट्स काइन्ड अफ टफ क्या अलिकति गाह्रै हुन्छ नि त त्यसरी गर्दाखेरि होइन सो लाइक एज अ लाइक हुन्छ नि तिमीले चाहिँ कम्प्लिटली बाइबललाई मात्रै हेर्छौ कि त्यसको सारा अथवा त्योलाई बुझ्न र पोइन्ट मिलाउन कुनै सारा लिन्छौ त सहयोग लिन्छु नि म त्यसको रिसोर्स अब छ म पुरानो नेममा चाहिँ कस्तो हो भने मलाई चाहिँ सुरुमा चाहिँ यर्मिया पढेँ नि लाइक अब त्यो मैले च्याप्टर 1 को अस्ति मैले 11 देखि पढ्दाखेरि त्यो के हो त उयो के अरे बदमको रुख द बोइलिङ पट त्यो आगोको भट्टी त्यो भाँडा अनि त्यो वाल होइन आइरनको वाल यो कुराहरू कसरी बुझ्नु त यो त मेटाफोर हो नि त अनि यो कुरा बुझ्न त मलाई त आई निडेड हेल्प क्या यस्तो कुराहरू भन्नु खोजेको सो यर्मियामा चाहिँ धेरै लाइक गाह्रै हुन्छ क्या लाइक जस्ट बाइबल पढेर चाहिँ म चाहिँ अब लाइक गर्छु भनेर अनि त्यो हुँदाखेरि चाहिँ मैले चाहिँ के चलाउँछु भने फिलिप ग्राम राइकिन भन्नुहुन्छ उहाँको कमेन्ट्री चलाउँछु उहाँ चाहिँ विटन कलेजको प्रेसिडेन्ट 8th प्रेसिडेन्ट पनि हुनुहुन्छ र पहिला चाहिँ प्रेस्बिटेरियन उता चर्चमा को एउटा पास्टर पनि रहेछ अनि उहाँ एकदमै राम्रो उहाँको धेरै कमेन्ट्रीहरू छ यस्तो पुरानो न्यामहरूमा अनि उहाँको चलाउँछु एउटा होइन अनि अर्को चाहिँ एकजना जेफ्री टाइलर भन्छ उहाँको चाहिँ रिफर्मेसन कमेन्ट्री भन्छ उहाँको चाहिँ कमेन्ट्री हो तर उहाँको कस्तो अर्कै खालको छ सायद तपाईँसँग पनि कपिज अरूको छ होला उहाँको चाहिँ जस्तै पहिला हुन्छ नि लाइक 16, 17, 18, 19 सेन्चुरीको थियोलोजिनहरूको चाहिँ त्यो समराइज भएको कमेन्ट्री नट नेसेसरीली त्यो उहाँले लेख्नुभएको तर अरूको कमेन्ट्रीलाई चाहिँ उहाँले चाहिँ लिएर चाहिँ अनि उहाँले चाहिँ टकटक त्यो एउटा काइन्ड अफ लाइक कसरी भन्नु प्यासेज प्रकारले राख्नुभएको रहेछ क्या त्यसले पनि तर मलाई हेल्प चाहिँ गर्यो धेरै थियो तर अर्को व्यक्तिको चाहिँ फिलिप उहाँको चाहिँ एकदमै भर्स टु भर्सै छ अनि यसले मलाई धेरै हेल्प गर्छ यो भयो अनि अहिलेको कमेन्ट्रीमा चाहिँ यो दोडा अरू सबै कुरा चाहिँ म अब गुगलहरूबाट नै जस्तै टाइमलाइनहरू फलो गर्नु पर्दाखेरि मलाई हेल्प हुन्छ होइन अनि कुन समयको थियो राजा कुन समयमा के भयो भन्ने कुरा चाहिँ सबै अनलाइनले नै मलाई त्यसमा हेल्प गर्छ तपाईँको चाहिँ सो तिमीले भन्दै गर्दाखेरि अब म त अब नयाँ नियम भएको कारणले गर्दाखेरि अलिकति सहज नै छ है जस्तो अब पत्रुसको सिरिज गर्दाखेरि नयाँ नियम भनेको अलिकति सहज चाहिँ के पनि छ भन्दाखेरि विशेष गरी पत्रुसको पुस्तक ब्याक टु गएर प्रेरितको पुस्तकमा एट्याच हुन्छै हुन्छ होइन सो त्यो भएर इट्स मोर अलिकति सहज पनि छ तर अब मैले सिरिज गर्दाखेरि चाहिँ म चाहिँ कसरी पनि सारा लिन्छु अथवा भन्दाखेरि अब सारा त लिने नै कुरा हो तर म चाहिँ अहिले के गर्छु भन्दाखेरि म काममा 10 घन्टा काम हुन्छ अनि म एक्लै गर्नुपर्ने हुन्छ मेरो डिपार्टमेन्टमा सो त्यो भएर चाहिँ मैले पहिलो पत्रुस सिद्धाएँ नि सामेल तर अहिले पनि म पहिलो पत्रुसदेखि नै फेरि सुन्छु क्या ताकि मैले त्यो जुन मेसेज पत्रुसको छ त्यसलाई फेरि मैले बिर्सन नसकौँ त्यसलाई म अर्कोतिर लान नसकौँ किनकि पहिलो पत्रुस र दोस्रो पत्रुस भने त पछाडि आएर छुटेको मात्रै हो नि त तर पत्रुसको एउटै हो नि त सो त्यो भएको कारणले गर्दाखेरि अझै पनि म पहिलो पत्रुसको पुस्तकदेखि नै दोस्रो पत्रुसको पुस्तकसम्म नै कन्टिन्यू दोहोऱ्याएर लाइक हुन्छ नि दिनमा 4 पटक 5 पटक सुनिबस्छु ताकि मेरो दिमागमा मेमोराइज होस् क्या त्यसको मेन मेसेज के हो पत्रुसले के भन्दैछ त्यो मेसेज भन्ने कुराहरू सो त्यो मेमोराइज गर्ने प्रयास गर्छु र स्पेसिफिक म कुन खण्डबाट कुन प्यासेज म निकाल्दिन्छु जस्तो अघि तिमीले भने जस्तो म धेरै लामो त लिँदिनँ प्राय 10 वटा 6 वटा 8 वटा मात्रै त प्यासेज म पिक गर्छु सो त्यो हुँदाखेरि त्यसलाई नै म जहिले पनि लाइक पढ्ने प्रयास गरिरहन्छु त्यसलाई मेमोराइज गर्ने प्रयास गर्छु होइन अनि सो त्यो मेमोराइज गर्दै गर्दाखेरि चाहिँ तिमीले अघि भनेको जस्तो नै कतिवटा शब्दहरू अलिकति केलाउनु मलाई गाह्रो पर्छ कतिवटा शब्दहरू गहकिलो शब्दहरू हुन्छ अनि त्यसलाई चाहिँ म ग्रिकमा के रे त्यसको रुट शब्द के हो त्यसको अर्थ के हो होइन अनि पत्रुसले त्यो सतावटको समयमा चाहिँ जुन शब्द लगाएको थियो त्यो शब्दको अर्थ पत्रुसले के चाहिँ भन्नु खोजेको थियो त
होइन सो त्यसलाई मिलाउने प्रयास अनि जस्तो अघि तिमीले भने जस्तो नि मेरोमा पनि छ रिफर्म एक्सपोजरी कमेन्टरी छ होइन जो म त्यसलाई हेर्ने गर्छु अनि अन्तिममा गएर चाहिँ जस्ट त्यो सबै कुरालाई लिएर चाहिँ ओके मेरो चर्चमा अहिले के भइरहेछ त मेरो चर्चमा कस्तो खालको सङ्घर्ष छ त मण्डलीमा कुनै पनि मण्डली परिपक्व छैन म आफै फेरि कस्तो सङ्घर्षमा छु फेरि अझै मेरो व्यक्तिगत जीवन मेरो दाम्पत्य जीवन मेरो परिवारमा जीवन होइन सो त्यो सबै कुरालाई यदि गरेर चाहिँ ओके सो त्यहाँदेखि चाहिँ त्यसलाई एप्लिकेसनमा कसरी लाने भन्ने कुराहरूमा अलिकति सो त्यो तरिकाले अलिकति गर्छु म चाहिँ भन्दिनँ मलाई चाहिँ अलिक सहज नै छ तिम्रो भन्दा चाहिँ आई मिन तपाईँको अहिले जुन आजको पनि वचन धेरै राम्रो थियो अब अहिलेको उयसमा धेरै भनौँ न रेलेभेन्ट हुन्छ तपाईँको वचन होइन मेरो चाहिँ अब कस्तो हुन्छ भने अब मैले अब जस्तै त्यो मेरो एप्लिकेसनमा अथवा मैले अलिकति कोही बेला उदाहरण दिँदै भन्नुपर्दाखेरि भनेको अब लास्ट विक मैले वचन बोल्दाखेरि जजमेन्ट परमेश्वरले पहिला मात्रै होइन अहिले पनि गर्नुहुन्छ किनभने परमेश्वरले त जुन जुन व्यवस्था हामीलाई दिनुभएको छ त्यो व्यवस्थाद्वारा त हाम्रो के अरे रोमी 3:20 र 7:7 के हुन्छ भने त्यो परमेश्वरले दिनुभएको व्यवस्थाद्वारा त हाम्रो पापको के आयो ज्ञान आयो नि त भन्नुभएको छ नि त होइन पावलले सो त्यसको मतलब चाहिँ के पनि बुझ्नुपर्छ नि मैले यसरी नै भन्दै थिएँ कि आजको दिनमा पनि परमेश्वरले चाहिँ विभिन्न प्रकारले मानिसहरूलाई चाहिँ जज गरिरहेको हुन्छ जजमेन्ट उहाँको जजमेन्ट आइरहेको हुन्छ उहाँको क्रोध अथवा होइन किनभने रोमी 3 अध्यायमा नै पढ्यो भने त्यहाँ 1 अध्यायमा त्यहाँनिर हामीले 16देखि नै हामीले हेऱ्यौँ भने चाहिँ कसरी परमेश्वरले को क्रोध चाहिँ अधर्मी मानिसहरूलाई हुन्छ र अलिक तल हामीले 28 30देखि उँधो पढ्यो भने चाहिँ परमेश्वरले फेरि कसरी चाहिँ धर्मीहरूलाई चाहिँ उयो गर्नुहुन्छ ग्रहण गर्नुहुन्छ भन्ने त्यो मजाले छुट्याइदिनु भएछ क्या त्यहाँ अब त्यो नयाँ नियम हो तर मैले के भन्दै थिएँ भने परमेश्वरले चाहिँ के त रोमी 1 को हामीले 28 पाउँछौँ कि आई मिन 16देखि पढ्यो भने पाउँछौँ त्यहाँ चाहिँ जब मानिसहरू चाहिँ आफ्नै ढाँचामा हिँडिरहँदाखेरि परमेश्वरले चाहिँ उनीहरूलाई चाहिँ आफ्नै त्यही हिसाबको प्यासन क्या मान्छेहरूलाई लगाइदिनु भयो नि त उनीहरूको हृदयमा होइन अनि उनीहरू मानिस स्त्रीसँग होइन त्यो कुराहरू गर्नुभएको छ र अनि 28मा आएर के भन्नुभएको छ भने अनि परमेश्वरले चाहिँ उनीहरूले चाहिँ आफ्नै ज्ञान बुद्धिमा छोडिदिनु भयो भनेर छ नि त्योभन्दा ठुलो जजमेन्ट हाम्रो निम्ति केही होइन क्या अहिलेको समयमा चाहिँ फेरि अहिलेको समय चाहिँ हाम्रो नेसन यति डिभाइड भएको छ कि हाम्रो यहाँ मात्रै होइन संसारै डिभाइड भएको छ आफ्नो सोचाइ होइन यो संसारको कुराहरूले गर्दाखेरि हाम्रो क्रिस्चियनिटीमा धेरै डिभिजन आएको छ अनि परमेश्वरको क्रोध चाहिँ यही रहेछ कि सबैभन्दा ठुलो कि अहिलेको समयमा चाहिँ के हो भने चाहिँ हामीलाई चाहिँ हाम्रै बुद्धिमा परमेश्वरले छोडिदिनुहुन्छ क्या यो तिमीले भन्दै गर्दाखेरि एकजना व्यक्तिले यसै भन्दा थियो क्या परमेश्वरले मण्डलीमा अथवा परमेश्वरले कसरी आफ्नो न्याय देखाउनुहुन्छ अरे भन्दाखेरि चाहिँ कतिजना मान्छेले भन्छ अरे पुरानो नियममा परमेश्वरले स्वर्गबाट आगो झार्नु भएको थियो मार्नु भएको थियो इजरायलीहरूलाई होइन त्यसरी नै गर्नुहुन्छ भनेर तर त्यो व्यक्तिले के भन्दै हुनुहुन्थ्यो भन्दाखेरि एकजना मैले नाम बिर्सेँ एउटा रिफर्म्ड सर्कलको नि टिचर हुनुहुन्छ उहाँले चाहिँ के भन्दै परमेश्वरले चाहिँ यो रोमीको पुस्तक तिमीले भनेकोलाई कोट गर्दै नै परमेश्वरले चाहिँ आफ्नो न्याय चाहिँ यसरी देखाउनुहुन्छ त्यो चाहिँ के भन्दाखेरि मान्छेलाई उनीहरूको बुद्धिमा छोडिदिनुहुन्छ अरे किनभने यहाँनिर यर्मिया पनि हेर्दै गर्दाखेरि भनेको परमेश्वरले खासै भन्नुपर्दाखेरि राजा नबुकदानेश्वरलाई र बेबिलोनलाई त परमेश्वरले के अरे बुद्धिमा चाहिँ यस्तो यस्तो गर्नु भनेर हालिदिनु भएको होइन यहाँ चाहिँ परमेश्वरले चाहिँ उनीहरूको बुद्धिलाई चलाउनु भएको परमेश्वरले भन्नुभएको ओर्डेन गर्नुभएको प्लान हो अलरेडी होइन परमेश्वरले चाहिँ उनीहरूकै बुद्धिमा उनीहरूकै भ्रष्ट पापमा त्यो व्यक्तिहरूलाई चलाउनु भएको हो क्या फेरि परमेश्वरले चाहिँ थाहै नभएको परमेश्वरले यिनीहरूले एट्याक गर्छ भनेर बस्नु भने परमेश्वर सर्वभौम त होइन नि त परमेश्वर सर्वभौम हो परमेश्वरले सबै कुरा देख्नु भएको परमेश्वर सबै कुरा जान्नुभएको र परमेश्वरकै आज्ञामा मात्रै चल्ने कुरा हो तर परमेश्वरले के गर्नुभएको हुन दिनु मात्रै भएको हो नि त तर उसको बुद्धिमा राजा नबुकदनेश्वर र बेबिलोन अनि यो कुराहरू म याद गर्छु क्या परमेश्वरले चाहिँ जब हामीलाई हाम्रै बुद्धिमा छोडिदिनुहुन्छ नि त्यहाँबाट चाहिँ
हामी चाहिँ एकदमै गयौँ भन्दा अर्को भाषामा भन्यो भने परमेश्वरले हामीलाई हाम्रै बुद्धिमा छोडिदिनु भयो भने हाम्रो बुद्धिले कहिले पनि सही परमेश्वरको मार्गमा हिँड्ने कुरो गर्दै गर्दैन, जसले पापलाई मन पराउनुपर्छ। ओके, सो अब तिमीले अहिले जुन यिर्मियाको सिरिज गरिरहेको छौँ होइन, अनि म पत्रुसको सिरिजलाई कन्टिन्यू नै भइरहेछ। अनि हाम्रो चर्चमा स्थानीय पास्टर पावल राई हुनुहुन्छ, उहाँ सिनियर पास्टर हुनुहुन्छ। अनि सँगसँगै अब उज्जवल राई पनि छ होइन। अब उहाँहरू पनि मण्डलीको लिडरसिप बोर्डमा नै हुनुहुन्छ। तर उहाँहरूले चाहिँ मोर एबाउट हामीले जस्तो सिरिज भन्दा पनि उहाँहरूले चाहिँ बिबिचमा एउटा चर्चको अवस्थालाई हेर्दै आवश्यक टपिकल सर्मनहरूलाई बाँड्नुहुन्छ। अनि विशेष गरी चाहिँ अब सिनियर हाम्रो पास्टरले चाहिँ विशेष गरी प्रभुको कुराहरूलाई मेन फोकस गर्नुहुन्छ होइन। सो त्यो कुराहरूलाई गर्नुपर्छ। अनि यो चाहिँ ओभरअल अब अहिले हामी यसरी गरिरहेका छौँ होइन। सो अब कतिवटा मण्डलीहरूमा यस्तो कुराहरू भइरहेको छ, सिरिजहरू भइरहेको छ, विच इज रियली गुड। यदि कसैकोमा भइरहेको छैन भने आई थिङ्क गिभ इट ए ट्राई यो होइन, सिरिज तरिकाले गर्नु भने आई थिङ्क यसले चाहिँ प्रचार गर्ने व्यक्तिलाई पनि र सुन्ने व्यक्तिलाई पनि जहिले पनि एउटा ट्र्याकमा राखिने रहन्छ। अहिले ब्याक एन्ड फोर्थ उनीहरूलाई हुन्छ नि होइन, अब छिटो बिर्सिनुबाट चाहिँ जोगिन्छ भनिदिउँ न, उनीहरूले याद भइरहन्छ यस्तो कुराहरू भन्ने कुराहरू होइन। सो यो सँगसँगै अब बिचमा कतिचोटि अब सिरिज गर्दै जाँदाखेरि यसो पनि गरेका छौँ हामीले चाहिँ यहाँनिर चाहिँ। अब हामीले अलिक गफ गर्दै गर्दा अब सिरिज गर्दै जाँदाखेरि कतिचोटि बिचमा होइन टपिकल पनि हामीले गरेका छौँ होइन। तर त्यो टपिकल गऱ्यो भन्दैमा जुन प्यासेजलाई हामी जुन बुकबाट पिक गरेका छौँ त्यसको मेन म्यासेजलाई हामी कहिले पनि लत्याउँदैनौँ, किनकि त्यसलाई मेन हामी फोकस गर्ने हामी टपिकल तरिकाले पनि जान्छौँ। तर धेरैवटा चर्चेसहरूमा चाहिँ धेरैचोटि चाहिँ के हुन्छ भन्दा टपिकल पिक गर्दाखेरि मेन म्यासेजलाई नै उनीहरूले कहिले पनि पुल आउट गर्दैन क्या माथि। सो विच इज अलिकति मण्डलीको निम्ति डेन्जरस पनि लाग्छ मलाई। अनि सो त्यो हुँदाखेरि चाहिँ मण्डलीतिर चाहिँ अब फल्स टिचिङ्स आउने, मोटिभेसनल टिचिङहरू आउने, इमोसनल ब्ल्याकमेल हुने कुराहरू चाहिँ धेरै चाहिँ यो टपिकलमा धेरै यो कुरालाई ध्यान नदिएर पनि हो जस्तो लाग्छ मलाई। आई थिङ्क किनभने आई डोन्ट नो, आई क्यानट स्पिक फर एभ्री वान, तर टपिकलमा चाहिँ अघि तपाईँले भन्नुभयो जस्तो टु म्यानी चेरी पिक्स हुन्छ क्या, भर्सहरू तान्नु पायो जुन मनपर्छ त्यही आउट अफ कन्ट्याक्स्ट होइन, त्यसको थाहा हुँदैन के हो, इनलाइनहरू आउट कन्ट्याक्स्ट थाहा हुँदैन। अनि त्यो हुँदा पनि मान्छेहरू चाहिँ धेरै र त्यसमा इन्भेस्ट पनि धेरै हुँदैन नि त, बिकज यु डोन्ट निड एब्सोल्युटली राइट के ब्याक के भयो 5 कन्ट्याक्ट्समा के भयो होइन, हिस्टोरिकल फ्याक्टमा जान सकिएन, जाँदैनन् पनि, हिस्टोरिकल त्योहरू हुँदैन, केले ब्याकअप गर्न सक्दैन, जस्ट त्यो हो। तर स्टिल टपिकलमा पनि फेथफुल भएर धेरै इन्भेस्ट गरेर मान्छेले राम्रो पनि गर्छ एब्सोल्युटली। तर त्यो चाहिँ आई थिङ्क एउटा ब्रेकिङ पोइन्ट हो जहाँ चाहिँ मान्छेहरू सजिलो हुन्छ अथवा इन्भेस्ट धेरै गर्नु पर्दैन भनेर छिटो छिटो गरेर पनि मान्छेहरू त्यहाँ चुक्छ परमेश्वरको वचन, किनभने परमेश्वरको वचन त परमेश्वर स्वयं हो नि त। एब्सोल्युटली, सो वी निड टु बी भेरी केयरफुल हो कि। अनि त्यसमा चाहिँ हामी एकदम याद गर्नुपर्छ। अनि तपाईँको चाहिँ के छ प्लान? तपाईँको त अनि सकिन आँट्यो त, अनि 2 पत्रुस, अनि अब अर्को के छ? अझ दोस्रो पत्रुस छ नि अझै। सो आइएम प्रेइङ, म प्रार्थना गरेर छु वान्स अब दोस्रो पत्रुस सिद्धिनु बित्तिकै यिर्मियाको पुस्तकसँग रिलेटेड नै लाइक जस्तो यहुदाको पुस्तक छ, मोर एबाउट फल्स टिचिङको विषयमा छ नि त, त्यो पनि छ होइन, त्यहाँ पनि छ। सो त्यसलाई म पिक गर्न सक्छु जहाँ चाहिँ सो तिमीसँग म त्यसलाई रिलेटेड गर्न सक्छु क्या। सो देयर इज मोर अझै धेरै छ नयाँ नियममा। मैले त्यो स्टडी गर्दाखेरि मलाई चाहिँ यो यिर्मियाको पुस्तक सकेपछि प्रभुको अनुग्रहमा बिलाप गर्नु मनपर्छ, किनभने बिलाप चाहिँ यिर्मियाले चाहिँ त्यही अवस्थामा लेखेको पुस्तक रहेछ। ओके ओके ओके, ल्यामेन्टेसन, राइट। अनि कुन अवस्थाबाट गएको थियो यिर्मिया भन्ने कुरा चाहिँ जस्ट त्यहीँ छ क्या। होइन मैले सुरुमा तपाईँहरूले इन्ट्रोमा याद गर्नुभयो कि नै, यिर्मिया चाहिँ हि वाज लाइक यिर्मिया भन्नुभन्दा अगाडि चाहिँ मैले के भनेको थिएँ नि, यिर्मिया चाहिँ यो व्यक्ति चाहिँ यो लेख्ने व्यक्ति चाहिँ ऊ चाहिँ एकदमै रुएर उसको आँसु सकेको थियो, उसको मुखबाट शब्द रहेको थिएन, उसले उसको भन्ने केही कुरै थिएन होइन, उसको के मैले लेखेको छु त्यस्तो कुराहरू भनेर चाहिँ। अनि किनभने हि वाज गोइङ थ्रु अ लट क्या, किनभने आफ्नै जाति थियो नि त। अनि यिर्मिया चाहिँ दुःख माने क्या इजरायलीको यहुदाको चाहिँ पाप देखेर चाहिँ, र उनीहरू चाहिँ त्यो पापमा रमाएको देखेर चाहिँ अब जुन कुरा परमेश्वरले उनीहरूको बिचमा ल्याउँदै हुनुहुन्थ्यो त्यो कुरा
सुनेर चाहिँ थाहा भएपछि चाहिँ यो के अरे यर्मिया चाहिँ हि वाज इन द्याट कन्डिसन क्या जहाँ चाहिँ केही रहेको थिएन अनि सोच्नु नि एट द सेम टाइम त्यही व्यक्तिले बिलाप लेखेको सो आइ एम सो एक्साइटेड सो होइन लास्ट एउटा प्रश्नमा हुनु त अलिकति बात गर्नु मन लाग्छ हामीलाई तिमीसँग त्यो चाहिँ के हो भन्दाखेरि सो यो सिरिज गर्नको लागि अब सुन्ने हाम्रो जति पनि अब हुन्छ अब मित्रहरू हुनुहुन्छ सो यो सिरिज गर्नको लागि चाहिँ मैले एकाडेमिक एजुकेसन नै आवश्यक पर्छ होला न त म सक्दिनँ भन्ने कसैकोमा थट छ भने के लाग्छ लाइक सिरिज गर्नको लागि कलेजहरू ईश्वरशास्त्र ठुल्ठुलो 5-6 वर्षको डिग्रीको कुराहरू भयो नि गर्नुपर्छ होला कि सक्छ एउटा इच्छा भएको मान्छेले आई थिङ्क त्यो नेसेसरी छैन चल्दा कति टाइम दिन सक्छौ इन्भेस्टमेन्ट हो होइन प्रभुको वचनमा र करेक्ट र राइट रिसोर्सहरू चलाउन सक्नु पर्यो र प्रभुसँग प्रार्थना र धेरै अध्ययन लाइक कन्टिन्युसली बुझेन भने त्यही भर्सलाई पढे गर्नुपर्छ अनि अझै बुझ्नु सकेन भने अझै पढिरहनुपर्छ अनि अझै नै प्याटै बुझेन भने अनि अगाडि पछाडिको पढ्नुपर्छ अलिक बुझ्छ सो तिमीले भनेको एउटा कुरो मैले एड गरेँ ल सो एउटा शब्द तिमीले राइट रिसोर्सेसहरू भन्यौ नि जुन चाहिँ यसमा चाहिँ हामीले धेरै होसियार हुनुपर्छ रिसोर्सेस अ लट त्यहाँ छ तर राइट रिसोर्सेस पिक चाहिँ गर्नुपर्छ अनि त्यसको लागि चाहिँ अलिकति आफूले कोही मित्रहरू अथवा दाजु पास्टर कोही पढे लेखेका छन् उनीहरूसँग सहायता माग्न पनि सक्छौँ होइन अनि सो यही नै भयो होइन जस्ट जे होस् हाम्रो कतिवटा मित्रहरूले सुनिरहनु भएको छ र मण्डलीहरूमा अगुवाहरूले सुनिरहनु भएको छ भने या गिभ इट अ ट्राई होइन सिरिजको लागि चाहिँ अनि युथमा काम गरेहरू छन् भने पनि सिरिज गर्न सक्छ झनै मजाले इट माइट सिरिज भनेको चाहिँ एकदमै पेसेन्ट हुनुपर्छ किनभने वाइल क्या इयर्स एन्ड इयर्स लाग्छ तर आई थिङ्क इट्स तर म चाहिँ सिरिजमा एउटा कुरो चाहिँ के भन्छु भन्दाखेरि यदि कसै न्यू छ सिरिजमा भने चाहिँ डोन्ट पिक बिग बुक क्या सुरुमा नेभर पिक बिग बुक जस्तो रोमीको पुस्तक सो रोमीको पुस्तकमा मेरो एउटा घटना चाहिँ के छ भन्दाखेरि दि एन्डमा आइसके पछाडि चाहिँ मैले बित्थामा रोमीको पुस्तक पिक गरेछु भन्ने पनि फिल भएको यति लामो छ होइन सो त्यो भएर यदि कसैले सिरिज गर्दैछ भने चाहिँ या यु क्यान ट्राई टु द पिटर होइन अब यहुदाको पुस्तकलाई पिक गर्दा भयो एफिसीको पुस्तकलाई पिक गर 5वटा च्याप्टर छ 6वटा च्याप्टर छ होइन सो त्यसले अलिकति आफूले मोटिभेट पनि हुन्छ मजा पनि हुन्छ सहज पनि हुन्छ अनि पुरानो नियमभन्दा पनि आई थिङ्क बेटर स्टार्ट विथ द न्यू बुक्स होइन आई थिङ्क द्याट विल बी ग्रेट हेल्प जस्तो हाम्रो त पुरानो किन पिक गरेको भने हामी त त्यो फ्लोमा त्यो जानु थियो नि त सो त्यही भएर पनि पिक गरेको नभए सुरुमा गर्नेहरूले त सानो बुकहरू नै Right. I would encourage. So yeah, and के थटहरू छ यो सिरिज गर्ने विषयमा सिरिजहरू भनेको त्यही हो सबैले गर्नुपर्छ भन्ने होइन टपिकलमा बसेर पनि फेथफुल हुन सकिन्छ तर सिरिज भनेको चाहिँ आई थिङ्क सिरिजले चाहिँ मोर मण्डलीलाई इक्विप्ड गर्न चाहिँ सिरिज चाहिँ एकदमै राम्रो हुन्छ र लिडरसिपको लागि पनि राम्रो हुन्छ किनभने मण्डलीमा सुनर लेटर त लिडर्सहरू त इक्विप गर्नै पर्ने हुन्छ अनि त्यो खालको चाहिँ एउटा राम्रो प्याटर्न राम्रो बस्छ र आई थिङ्क स्टडी मान्छेले इन्भेस्टमेन्टहरू धेरै गर्छ किनभने हाम्रो अहिलेको समय भनेको ल्याक अफ इन्भेस्टमेन्ट बाइबलमा इन्भेस्टमेन्ट भएरै त होइन भनाउँदो के अरे प्रफिट्सहरू झुटो शिक्षकहरू छ नि त अनि त्यो कुराहरूलाई हामीले ध्यानमा राख्दै गर्नु पर्दाखेरि भने चाहिँ सिरिज चाहिँ आई थिङ्क मच मोर हेल्पफुल राइट सो या मेरो पनि एन्डमा भन्ने नै हो भने यस तिमीले भनेकै कुरालाई सहमत दिँदै नै सिरिजले चाहिँ जहिले पनि ट्र्याकमै राखिरहन्छ प्रचार गर्ने व्यक्तिलाई पनि र सुन्ने विश्वासीहरूलाई पनि ट्र्याकमै नै भइरहन्छ उनीहरूलाई सहज हुन्छ घरमा गएर अध्ययन गर्नु पऱ्यो भने किनकि उनीहरूले त्यही कुरालाई बारम्बार सुनिरहेको कारणले गर्दाखेरि मेन मेसेजलाई उनीहरूले बिर्सिँदैन छिट्टै नै होइन याद गर्न सक्छ सो या त्यही नै हो अनि यो आजको पोडकास्टलाई क्लोजिङ गर्नुभन्दा अगाडि फेरि पनि सायद एउटा सानो एनाउन्समेन्ट अघि गरेको नि फेरि पनि गर्न चाहन्छु तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ अघिल्लो पोडकास्टमा तपाईँहरूले राम्रो प्रतिक्रिया दिनुभएको निम्ति धेरै 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 धन्यवाद आउँदो दिनहरूमा अझै हामी नयाँ कन्टेन्टहरू लिएर आउनेछौँ र यही आउँदो समरको महिनामा हामी अपस्टेट न्युयोर्कमा गस्पल कन्फरेन्सलाई हामी गरिरहेका छौँ एक्सपोजरी गस्पल कन्फरेन्सलाई सो तपाईँहरू इच्छुक हुनुहुन्छ भने तपाईँहरू हामीसँग रिच आउट गर्न सक्नुहुन्छ र
तपाईँलाई हामी स्वागत गर्छौँ त्यो विषयलाई लिएर। उहाँले भन्नुभयो जस्तै जुन हाम्रो कन्फरेन्स हुन गइरहेको छ, तपाईँहरू हाम्रो पडकास्टहरू सुन्नुहुन्छ र तपाईँहरूलाई कति कुराहरू इन्ट्रेस्टिङ लाग्यो र कति कुराहरू अलिकति होइन च्यालेन्जिङ अथवा भिन्नता लाग्नु सक्ला, किनभने कति कुरा हाम्रो नमिल्नु सक्छ। तर पनि तपाईँहरूलाई होइन यो डिफ्रेन्ट पर्सपेक्टिभ हो, तर पनि म बुझ्न जान्न चाहन्छु भन्नु एउटा त्यो छ भने तपाईँहरू हामीसँग कनेक्ट हुन सक्नुहुन्छ यो जुनको कन्फरेन्समा। आजको हाम्रो पोडकास्टलाई यति नै राख्न चाहन्छु र धेरै धेरै धन्यवाद दिँदै अर्को एपिसोडमा तपाईँहरूको माझमा फेरि आउने नै छौँ। तबसम्मका लागि सबैजनालाई जय मसीह।